चाबी दिने भनेको पूर्ण चालु अवस्थाको एउटा क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमानस्थल हस्तान्तरण गर्ने हो निर्माण कम्पनीले भनेपछि त्यसमा बीचमा टेन्डर हालिसकेपछि अनि मूल्य वृद्धि गर्ने र आइटम चेन्ज गर्ने कहीँ पनि सुविधा पनि छैन र हाम्रो कुनै ऐनले पनि सपोर्ट गर्दैन। त्यो कुरा सम्बन्धित निकायहरूले बेला बेला औल्याएका पनि छन्। भनेपछि त्यो हामीले देख्यौँ कि त्यो अनुकूलता त्यसमा के तर्क हुन सक्छ त ल भन्नुहोस् न। त्यहाँ के विज्ञता चाहियो भन्नुहोस् न। त्यो के विज्ञता चाहियो? टेन्डर निकाल्दाखेरि 14 अरबमा निकालेको छ, 22 अरबमा सम्झौता गरी दोस्रो तर्क गरेर अरू बिचको कुरै छोडिदिनुहोस्। कुन ऐन कानुनले सपोर्ट गर्छ? एउटा अन्तर्राष्ट्रिय स्तरको विमानस्थलै निर्माण हुन सक्ने गरी अर्को विमानस्थलै निर्माण हुन सक्ने गरेको लागत चाहिँ बढाइयो। अनि त्यसमा के तर्क छ ल भन्नुहोस् त। हामी भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षक हो, यस विषयमा पनि तर्क गर्नुपर्ने के कुरा छ र हामीले अर्को के कुरा भन्नु भने यस प्रकारका निर्णय गर्ने चाहे त्यो प्रधानमन्त्री होस्, मन्त्री परिषदको अध्यक्ष होस्, अर्थमन्त्री होस्, पर्यटन मन्त्री होस् अथवा जो होस्, त्यो नीतिगत निर्णय गर्ने मानिसहरू पनि सबै कारबाहीका हकदार हामीले त्यति कुरा भनेको छ। र केही मानिसहरूको नाम आयो जो प्रत्यक्ष रूपमा संलग्न छन् र त्यसमा माननीय गोकुलसँग म सहमत थिएँ कि अरू पनि नाम हालौँ। प्रधानमन्त्री फल्ना हुनुहुन्थ्यो, मन्त्री फल्ना हुनुहुन्थ्यो भन्दै त्यो पनि हालौँ। होइन भने कोही कोही नहाले पनि हुन्छ। या नाम हालेको कारणले या नहालेको कारणले कसैले पनि उन्मुक्ति पाउँदैन यदि यो इमान्दारीपूर्वक छानबिन हुने हो भने। त्यस कारणले हाले पनि हुन्छ, नहाले पनि हुन्छ भन्ने कुरा हुँदाखेरि अन्तिममा के आयो भने बहुसंख्यक साथीहरूको, त्यो समितिमा बस्ने साथीहरूको के कुरा आयो भने जो अहिले चाहिँ कार्यरत छन्, हामीले कागजपत्र माग्ने उनीहरूबाटै, एग्रिमेन्ट गर्ने उनीहरू नै, कागजपत्र उनीहरूकै जिम्मामा छ, त्यो तलमाथि हुन सक्छ। त्यस कारणले त्यस्ता मानिसहरूको नाम राखेर र उनीहरूलाई निलम्बन गरेर जानुपर्छ भन्ने कुरा भएपछि त्यसलाई हामीले नाम पनि राखेर अगाडि बढायौँ। र माननीय योगेशले अघि भन्नुभयो जस्तो दुईटा चाहिँ नै महत्त्वपूर्णै चाहिँ नै भन्नुभएको छ। महत्त्वपूर्ण निर्णय जस्तै लागत वृद्धि गर्दाको डिजीको हो होइन, रिठे पानी चाहिँ नै डाँडा कटानको चाहिँ नै उसमा चाहिँ को थियो त्यसको चाहिँ नै प्रमुख, उनीहरूको पनि नाम राखेको भए हुन्थ्यो। त्यस्तो छुटेको नामहरू राखौँ भनेर। तर यहाँ नराखेको कारणले फेरि पनि भन्छु कोही पनि उन्मुक्ति पाउँदैन। त्यसबाट चाहिँ नै कसैले पनि छुट पाउँछ भन्ने मलाई लाग्दैन। अर्को करको कुरा प्रश्न छ। एग्रिमेन्टमा हामीले औल्याएको कुरा एग्रिमेन्टमा प्रश्न छ। यो जसले पनि हेर्नुहुन्छ तपाईँहरूको हातमा छ। त्यो लागत अनुमानमा कर पनि समावेश छ, करको पैसा पनि समावेश छ भनेको करको सम्पूर्ण दायित्व निर्माण कम्पनीको हुन्छ भन्ने कुरा प्रश्न छ। र प्रारम्भमै त्यो एग्रिमेन्टमा सही गरेको छ भने पछि कुनै पनि बहानामा, खास गरी हाम्रो एउटा आर्थिक ऐन के बनेको रहेछ, त्यसमा चाहिँ वैदेशिक सहायता अन्तर्गतको आयोजनाहरू ऋणकोहरूमा चाहिँ नि कर छुट दिन सकिने, आंशिक र पूर्ण रूपमा विभिन्न प्रकारको छुट दिन सकिने भन्ने व्यवस्था राखेको रहेछ। त्यही कुरालाई टेकेर पछि निर्माण कम्पनीले कर छुट माग्यो र हाम्रो साथीहरूले चाहिँ नि कर छुट दिनु, अर्थ मन्त्रालयले कर यो छुट पाउने हो भनेर निर्णय गर्यो र मास्टर लिस्ट तयार हुँदै 2 अरब 22 करोड 40 लाख कर छुट दियो। त्यो भ्रष्टाचार हो कि होइन होला भन्नुहोस् त। जबकि त्यो कर बापतको पैसा चाहिँ त्यो 22 अरब भित्र छ र उसले मन्जुर गरेको छ। त्यसमा उसले कुनै कम्प्लेन पनि गरेको छैन। त्यो जान त्यो फाइल उठाउने मानिसहरूको उनीहरू जिम्मेवार छन् र त्यो नीतिगत भ्रष्टाचार हो। अब कतिपय साथीहरूले जुन चिज चाहिँ फेरि राजेन्द्र लिङ्गदेन र यो समितिको मानिसहरूले मात्र होइन, हाम्रो महालेखा परीक्षकले पनि औल्याएको छ, बेरोजु बनेको छ। अब हामी यहाँ कतिपय
साथीहरू बेरोजु चाहिँ भ्रष्टाचार होइन भनेर पनि भन्छौँ। बेरोजुका प्रकृतिहरू हुन्छ, माननीय राजन केसीले बारम्बार भनिराख्नु भएको छ। तर बेरोजु पनि कतिपय सन्दर्भमा भ्रष्टाचार हुन्छ र कतिपय ठाउँमा यो बेरोजु मात्रै हो र यो असुली मात्रै गर्नुपर्ने विषय हो र यो भ्रष्टाचार होइन भनेर अदालतले फैसला गरेको छ र कतिपय ठाउँमा अदालतले नै फैसला गरेको छ यो बेरोजु यो भ्रष्टाचार पनि हो भनेर दण्डित पनि गरेको छ। त्यसकारण यो छानबिनको विषय हो। यो हामीले टुङ्गो लगाउने भन्दा पनि यो छानबिन गर्नुपर्छ र हाम्रो आँखाले देख्दाखेरि यो मिलेमतो हो र भ्रष्टाचार गर्ने मनसायका साथ कर छुट दिएको भन्ने कुरा हो र त्यो त टुङ्गो लगाउने कुरा त सम्बन्धित निकायले चाहिँ गर्छ। मैले अघि भने अदालतले दुईटै कुरा गरेको छ, यो बेरोजु भ्रष्टाचार होइन पनि भनेको छ र यो बेरोजु भ्रष्टाचार हो पनि भनेर अदालतले नै सजाय पनि गरेको छ। त्यसैले आफ्नो अनुकूल नजिर बोकेर हामी हिँड्छौँ। तर अब यो छिनोफानो गर्ने जिम्मा सम्बन्धित निकायलाई हामीले दियौँ। तर अब यसलाई यो अध्ययन गर्ने त्यो गर्ने भनेर अब यो मुद्दालाई चाहिँ त्यतिकै समाप्त पार्ने र भ्रष्टाचारीलाई चाहिँ उन्मुक्ति दिने काम नगरौँ। अब यो 40 क्याटेगोरीको होइन भनेर चाहिँ हामीले भनेको छैन प्रतिवेदनमा। फेरि यो भ्रम हुनु भयो। यो भनी अनुसारको सर्भिस यसबाट प्राप्त भएन भन्ने कुरा चाहिँ हामीले कुनै न कुनै प्रकारले किन औल्यायौँ भने यो क्षेत्रीय अन्तर्राष्ट्रिय स्तरको विमानस्थल भनेर हामीले चाहिँ बनायौँ। तर त्यो र प्लेन आउँदै आएन भनेको होइन। फेरि प्लेन आइराखेको छ। तर कस्तो आयो भन्दाखेरि अब चार्टर्ड विमानहरू आयो, कार्गो विमानहरू आयो। तर व्यावसायिक उडान प्यासेन्जर बोकेर नियमित रूपमा उडान हुन सकेन। किन हुन सकेन? त्यसकारण यसको स्तरमै पनि समस्या हुन सक्छ। यो त अध्ययन गर्नु पर्यो। राजेन्द्र लिङ्गदेन समितिले भन्न सक्दैन यो चिज होइन। मानिसहरूले भन्छन् त्यति मात्र होइन, हामीले छलफलमा आमन्त्रण गरेका विज्ञहरूले भनेका छन् फुल लोड लिएर यदि त्यसलाई त्यहाँको एभरेज टेम्परेचर 27 डिग्री मान्ने हो भने फुल लोडमा आउन सक्दैन। 7 देखि 10 टन लोड घटाएपछि मात्रै प्लेन ल्यान्डिङ गरेर होच्याएर भन्नुहुन्न भन्ने मलाई लाग्छ। अब उपसमितिको उद्देश्य के थियो? एयरपोर्ट किन चलेन भन्ने चाहिँ हेर्नुपर्ने थियो भन्ने जस्तो आयो। त्यसो प्रतिवेदन बोलेन भन्ने कुरा छ। अब उपसमितिले हामीले उडान योग्य छैन भनेर कहाँ भनेको छ? प्रतिवेदनमा भनेको छैन। तर अहिलेसम्म व्यावसायिक उडान नहुँदाखेरि यसको प्राविधिक समस्या छ कि अध्ययन हुनुपर्छ। त्यो विषयलाई चाहिँ हामीले औल्याएको छ। उडान अयोग्य भनेर अहिले हामीले डिक्लेयर गरेका छौँ। किन यहाँ अघि पनि प्रश्न उठेको छ, हामी प्राविधिक होइन र हामीले प्राविधिक लिएर गएको छैन। तर माटोमा किन पैसा उठायौँ भन्दाखेरि 2 अरब भन्दा बेसीको माटो ल्याउने भनेको छ। तर उनीहरूलाई मगाएको कागजमा कहीँ पनि माटोलाई चाहिँ भुक्तानी दिएको अथवा किनेको, निर्माण व्यवसायीले माटो किनेको, ट्याक्स तिरेको अथवा वरिपरि कहीँ पनि बुझ्दाखेरि त्यो तहको माटो खरिद गरेको कहीँ पनि देखिँदैन। त्यसकारण त्यो विषयमा प्रश्न उठायौँ मात्र होइन, विभिन्न प्रतिवेदनहरू र खास गरी सरकारको आधिकारिक निकाय भनेको संवैधानिक अङ्गै महालेखा परीक्षकले त्यो त 20 मिनट डाउन छ भनेर उसले औल्याएको, राजेन्द्र लिङ्गदेनको कमिटीले औल्याएकै होइन, उसले औल्याएको छ भनेपछि हुनुपर्ने भन्दा 20 मिनट तल छ भनेपछि 2 अरबको माटो कहाँ लगायो त? हामीले पैसा उठाउने भयो। त्यसका हामीले त्यहाँ अनियमितता भएको हेर्नु पर्यो। हामीले कुनै पूर्वाग्रह चाहिँ नि अब समितिले खरबौँको चाहिँ निजी क्षेत्रको लगानी भएको छ। मानिसहरू टाँट पल्टने अवस्थामा छन्, मानिसहरू आत्महत्या गर्ने अवस्थामा छन्। त्यसकारण हामीले पोखरा विमानस्थल पनि प्राविधिक हिसाब किताबले के हो त्यसको चाहिँ अध्ययन अन्तिम रूपमा टुङ्गो लगाएर त्यसलाई के सुधार गर्न बाँकी छ सुधार गरेर त्यसलाई तुरुन्त सञ्चालनमा जाने अवस्थामा पुर्याउनु पर्यो। त्यसै गरेर भैरवा विमानस्थल पनि तुरुन्तै सञ्चालनमा जाने अवस्थामा पुर्याउनु पर्यो। तर भैरवा विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्ने नाममा सञ्चालन होस्, अब भ्रष्टाचार कुरा जेसुकै होस् भन्न पाइन्न।
भ्रष्टाचारको छानबिन पनि सँगसँगै लानुपर्छ र भ्रष्टाचारीहरूले उन्मुक्ति पाउनुहुन्न। मैले त अघि कतिपय मान्य सदस्यहरूलाई व्यक्तिगत रूपमा भनेको थिएँ, यदि लेखा समितिले यो फाइल अगाडि बढाउँदैन भने म व्यक्ति राजेन्द्र लिङ्गदेनलाई अख्तियारमा यो फाइल लगेर जान त कसैले रोक्दैन। त्यस कारणले यो सुविधा पनि मैले चाहिँ प्रयोग गर्छु। त्यस कारणले म